नजिकै छ फुटबल ग्राउन्ड पनि फुटसलमा रमाइलो हुन्छ सधैँ सन्डे वेलकम टु आवर च्यानल भन्न बिर्सेछु। वेलकम टु आवर च्यानल। सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा छ। रविन बुढाथोकी अफिसियल च्यानलमा सबैलाई स्वागत छ। राजा आउने देशमा बसिरहेको जनताहरूलाई के सबैजना सन्चै हुनुहुन्छ होला। सकेसम्म हाँसी खुसी रहनुहोस् है। हामी चाहिँ आज फुटबल खेल्न जाँदैछौँ रोमानियामा। रोमानियामा फुटबल खेल्न लागेको त धेरै भयो तर पनि फुटबल खेल्न मलाई चाहिँ राम्रोसँग आउँदैन। तर यो दाइले राम्रोसँग सिकिसक्नु भएको छ। यो हो बलुन, यसलाई बलुन भन्छ फुटबल खेल्ने ठाउँले, लोकलले बलुन भन्दा रहेछ। हामी फुटसल भन्छौँ, नजिकै छ। अब हप्तामा एकचोटि त यसो अलिअलि कसरत गर्नै पर्यो, यसो दौडधुप गर्नै पर्यो। ज्यानलाई पनि फुर्ती हुन्छ, नत्र भने अब ज्यान पनि अलस्यै हुन्छ। काम गऱ्यो, सुत्यो, खायो, पेट मात्र लाग्छ। यो दुलोबाट छिरेर जान्छ। यो दुलोमा अस्ति छिर्दाखेरि मेरो ज्याकेट च्यातिएको, आज पनि फललै छ, ज्याकेट च्यातिन सक्छ। त्यही भएर म अलिकति केयर भएरै जान्छु, केयरफुल भएरै। यसरी नै छिरेको थिएँ, गएँ स्वाट्टै अस्ति ज्याकेट। राम्रो ज्याकेट थियो। आज दिन खुलिसकेको थियो। रोमानियामा एकदम गर्मी अब सुरु भयो है। त्यस्तो छ वरिपरिको अवस्था। अब म फुटबलको केही क्लिपहरू पनि हाल्नेछु। सबैजना हाँसी खुसी रहनुहोस् होला। लभ यु गाइज। मलाई पनि माया गर्दै गर्नु होला। आशा छ माया गर्नुहुन्छ भनेर। यस्तो छ कुरो। परेवाहरू त्यो चरिरहेको रहेछ नि। दिन फुलेको बिचमा पर्यो। म त जुत्ता उताबाट लगाएर आइसकेँ। ड्याम दिने अब नजिकै छ कि फुटबल ग्राउन्ड, त्यही भएर नि। यो चाहिँ के खेल्नको लागि हो, अलिकति सम्मतै नमिलेको रहेछ त्यो यार। यो चाहिँ के हो, लङ टेनिस हो कि के हो यो। यहाँ हो हामी फुटबल खेल्ने। मोबाइल चाहिँ झर्छ कि भन्ने डर पनि छ। केटाहरू आइसकेका छन् होला। ओ केटाहरू आइसक्यो। दादा बल आइसक्यो दादा। दाइहरू त रनिङ दिइराखन्। बल यहाँ छ हामीसँग। बुढो सफा गर्दैछ। आउँदैछन् दाइ, हाल्नु पर्नु। हालो 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 कोदालो। यति चाहिँ जाने है। छक्का छैनन्। दा आउँदै होला। ठिक छ। के हो भिडियो बनाउनु भएको? उहाँले भिडियो बनाउनुहुन्छ क्या। ल दाइ क्लोज गरिदिनु, अहिले हेर्दै गरौँ न। कताबाट क्लोज गरेँ मलाई थाहा रातो दाजु। भयो दादा सुरु गर्नु दे। आज यहाँ हाम्रो दाइहरू फुटबल म्याच खेल्दै। यहाँ हुनुहुन्छ हाम्रो अभिषेक श्रेष्ठजी, फुटबल प्लेयर, बेस्ट प्लेयर यो टिमको। अस्तिको म्याचको हाइएस्ट गोल ठोक्ने दाइ हुनुहुन्छ।
प्रवीण दाईले राम्रो पास गरे हो अनिश दाई ओहो मिस धेरै कडक मुकाबला चल्दै गयो क्रिकेट हार्ड हो कि फुटबल हार्ड हो ब्रिटिस गएको थियो नि क्रिकेटमा स्टामिना चाहिँ चाहिँदैन जति फुटबलमा चाहिन्न 5 दिनको म्याचमा 5 दिनको 5 दिन टिकेर खेल्छ क्लियर थाहा छ कि छैन एक ठाउँ उभिएर टुक्क दिउँसभर खेला त बिहानदेखि साँझसम्म टेस्ट म्याच हेरे हो टेस्ट म्याचको कुरा नगर न अनि म्याच क्रिकेट कति हुन्छ त अनि क्रिकेट के हो त टेस्ट म्याच ओडिआई टी20 त यो त 25 लिम्दै कस्तो खेल्नु आज गेम बाबा मेरो गेम कस्तो थियो बब्बाल भङ्जा ल हाम्रो चाहिँ गेम सकिसकेको छ आजको फ्रम रोमानिया यतिसम्म भिडियो हेरेर बस्नुहुने सबजनालाई धन्यवाद भन्दै आजको भ्लगको अन्त्य म यहीँ गर्न चाहन्छु सबैजनालाई धन्यवाद